बालेनको आधारातको अश्लील स्टाटसको तरंग काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि विवादमा परेका छन्। राजधानीका अधिकांश जनताले आशा र भरोसा राखेका मेयर शाह आफ्नै अस्वाभाविक हरकतका कारण सरको आलोचनाको घेरामा आएका हुन्। बालेनबाट निकै आशावादी रहेकाहरू निराश बनेका छन् भने बालेनलाई सक्न अनेकन षड्यन्त्र गरिरहेका भ्रष्ट पार्टी र नेताहरूमा खुशियाली छाएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको एउटा स्ट्याटसले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। उक्त स्ट्याटसमा भारत, चीन र अमेरिका लगायत देशलाई अश्लील शब्द प्रयोग गरेर गाली गरिएको थियो। त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रासोपा र रापरबाको नाम समेत उल्लेख गर्दै उनले अपशब्द प्रयोग गरेका थिए। तिमीहरू सबै मिले पनि केही गर्न सक्दैनौ भन्ने व्यङ्ग्य सहितको उक्त स्ट्याटस उनले केही समयमै हटाएका थिए। हालै बालेन शाह नयाँ राजनीतिक दल खोल्ने कि रासोपाबाटै राजनीति गर्ने भन्ने विषयमा दोधारमा रहेको चर्चा भइरहेका बेला उनले रासोपाको नाम समेत अपमानजनक ढंगले उल्लेख गरेपछि रासोपासँग पनि उनको दूरी बढेको आकलबाजी गरिएको छ। फेसबुकमा गरिएका उक्त टिप्पणीले सामाजिक सञ्जालभर तीव्र आलोचना भइरहेको छ। धेरैले सार्वजनिक पदमा रहेको व्यक्तिले मर्यादाको ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आलोचनाहरूका अनुसार जिम्मेवार पदमा रहेका व्यक्तिबाट अस्वाभाविक अभिव्यक्त देशको प्रतिष्ठासँग पनि जोडिन्छ र यस्तो व्यवहार लोकतान्त्रिक संस्कार विपरीत रहेको टिप्पणी गरिएको छ। दर्शकवृन्द,